हेलो गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भाइ बहिनीहरू हजुरहरूलाई फेरि पनि स्वागत छ हाम्रो थिंक अप एकाडेमीमा र आज हामी पुगिसकेको छौं लेक्चर नम्बर 3 मा जसमा हामी के गर्ने छौं क्वेशनलाई बुझ्ने छौं र क्वेशनलाई सल्भ गर्ने छौं है त त्यो नि फर्मुला युज गरेर र विदाउट फर्मुला युज गरेर है त ओके फर्मुला युज गरेर फर्मुला याद छ भने फर्मुला युज गर्ने हैन भने भेन डायग्राम युज गरेर सल्भ गर्ने ओके सो लेक्चर 1 मा लेक्चर 3 मा यदि हजुरहरुले लेक्चर 1 र लेक्चर 2 पढ्नु भएको छ भने लेक्चर 3 हजुरहरुलाई पक्कै पनि इजी पुरै टोटली इजी लाग्छ छैन भने पनि हजुरहरुलाई यदि सुरुदेखि नै भिडियो स्किप नगरिकन हेर्नुहुन्छ भने लेक्चर 3 मात्र पढेर नि सब थोक हजुरहरु बुझ्नुहुन्छ है त अब लेक्चर 3 मा हेर्नु सबभन्दा पहिला क्वेशन पढ्नुस् है क्वेशन बुझ्न सबभन्दा धेरै इम्पोर्टेन्ट है सब इंग्लिश बुझ्नु पर्यो है अब इंग्लिश बुझ्नुको लागि के गर्ने अब यहाँ हेर्नुस् है त लेक्चर 3 सेट हैन थिंक अफ एकाडेमी यो चाहिँ अलिकति पार्ट्स अफ जोक है ओके ल सिम्पल टाइप्स अफ क्वेशन अब सिम्पल टाइप्स अफ क्वेशन मा के सोधेको हुन्छ सब केही दिएको हुन्छ केही फाइन्ड गर्नलाई भनेको हुन्छ तर सब नम्बरमै हुन्छ के सब नम्बरमै हुन्छ 45 लाइक्स 60 लाइक्स 15 बोथ नन यो भनेर हुन्छ है त ओके सिम्पल टाइप्स को यो क्वेशन भनेको के हो सिम्पल टाइप्स यो क्वेशनमा जुन यो 5 वटा क्वेशनहरु छन् यो जुन 5 वटा क्वेशनहरु छ यो 5 वटा बाहेक अरु कुनै पनि क्वेशन सोधिदैन है त यो 5 वटा बाहेक अरु कुनै क्वेशनै छैन के एक्चुअलमा यो 5 वटा बाहेक अरु कुनै क्वेशनै छैन जुन कि सोध्छ हजुरहरुलाई ओके सो अब आउ यसलाई सबभन्दा पहिला हामी के गरौँ क्वेशन पढेर गिवन के छ त्यो लेखौं है त के हामी बुझिरहेको छौ त्यो चाहिँ लेखौं अब सोलुसन लेखौं यदि हजुरहरुले लेक्चर 1 हेर्नु भएको भए यो डेमो एक्जाम्पल मैले एउटा दिएको थिए सानो एक्जाम्पल है यो त ठूलो खालको क्वेशन भइहाल्यो अब सल्भ गर्ने भनेको सानो खालको एक्जाम्पल दिएको थिए त्यो क्वेशन यदि लेक्चर 1 मिस गर्नु भएको छ भने लेक्चर 1 गरेर एकचोटी गएर लेक्चर 1 को लिंक यहाँ डिस्क्रिप्सनमा दिएको छु लेक्चर 2 को पनि दिएको छु है एकचोटी लेक्चर 1 र 2 हेर्नु होला यो क्वेशन अलिकति यति पनि डाउट हुँदैन है यो क्वेशन पुरै यो लेक्चर नदेखिकन पनि सल्भ गर्न सक्नुहुन्छ अब डाइरेक्ट यही लेक्चर देखि सुरु गर्नुहुन्छ भने पनि नो प्रब्लम यहाँ स्टार्ट गर्नु है सबभन्दा पहिला in a survey of 180 student in school अब एउटा स्कुल छ त्यसमा कति छ 180 स्टुडेन्ट छ जुन कि सर्वेमा पार्टिसिपेट लिएको छ के हुन्छ n of u इक्वल्स टु कति हो 180 ओके त्यसमा के छ नेपाली स्टुडेन्ट के भन्छ n 45 लाइक्स नेपाली ओन्ली नेपाली के हो सब्जेक्ट हो यहाँ हामी कसरी बुझ्छौं यहाँ हेर्नुस् है यो हेर्नुस् यहाँ सब्जेक्ट हो एकचोटी क्वेशन चाहिँ फरर पढ्नु त्यसपछि गिभनहरु लेख्न थाल्नु ओके के भन्छ 45 लाइक्स नेपाली ओन्ली अनि नेपाली ओन्ली जति बेला दिएको छ के भन्छ हामी n अफ ओन्ली n को बेसमा के भन्छ n लेख्दिनु 0 लेख्दिन्छौ अनि क्यापिटल n जे नाम छ त्यसको फर्स्ट लेटरको क्यापिटलमा लेख्दिनु कति छ 45 त्यसैगरी के भन्छ अब यहाँ हेर्नुस् त हामीले सर्वेको 80 स्टुडेन्ट लेखिसक्यो 45 लेखिसक्यो अगेन 60 लाइक्स इंग्लिश ओन्ली भन्छ इंग्लिश कति जनालाई मन पर्छ रे 60 जनाले त n अफ ओन्ली e कति गर्यो 60 ओके सिमिलरली त्यसपछि के भनेको छ 15 त्यसपछि के भन्छ 15 लाइक्स नन अफ द सब्जेक्ट भनेको छ 15 जनालाई यो दुईटा इंग्लिश र नेपाली मनै पर्दैन के यो हर्क साम्पाङ भयो के कुनै पनि डिसिजन देशको लागि गरेकोलाई मनै परेन के ओके सो यसलाई नै हामी के भनिन्छौं n अफ n इन्टरसेक्सन भन्छ नेपाली है त नेपाली युनियन इंग्लिशको होल कम्प्लिमेन्ट कति जना छ 15 जना छ है त अब यस यति गरिसकेपछि अब अगाडि क्वेशन पढौ बेस अन दैट है त के भन्छ बेस अन दिस इन्फर्मेसन आन्सर द क्वेशन फर्स्ट नम्बरमा क्वेशन अब क्वेशन पढौ है क्वेशन बुझ्नलाई अब कोशिश गरौ 1 नम्बरमा के भनेको छ फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक्स एट लिस्ट वन सब्जेक्ट एट लिस्ट अब लेक्चर नम्बर 1 छुटाउनु भएको छैन 2 र 1 र 2 छुटाउनु भएको छैन भने एट लिस्ट वर्ड सुन्ने बित्तिकै हजुरहरुलाई थाहा भइसक्यो होला कि के हो यदि थाहा भएको छैन भने पनि अब लेक्चर 3 मा थाहा हुन्छ है त 1 2 हेर्नु भएको छैन डाइरेक्ट लेक्चर 3 हेर्नु हुँदैछ भने अनि पनि थाहा पाउनुहुन्छ अब एट लिस्ट भनेको के हो एट लिस्ट भन्ने बित्तिकै n अफ n युनियन e हो यो फाइन्ड गर्ने भनेको छ है त के भन्छ ओके यसलाई नै हामी के भन्छौ एट लिस्ट 1 ओके त्यसैगरी अब अर्को क्वेशन 2 नम्बरमा क्वेशन पढौ
2 नम्बरको क्वेशन के सोधेको छ हेर्नुस् त, हु लाइक्स नेपाली। अब यहाँ हेर्नुस् है, नेपाली र ओन्ली नेपालीमा धेरै फरक छ है। ओन्ली नेपाली हामीलाई दिएको छ, नेपाली मन पर्ने हुन्छ। एन अफ एन कति जनालाई हो, त्यसपछि एन अफ ई इंग्लिश कति जनालाई हो, त्यसपछि फाइन्ड के हुन्छ, फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक बोथ इंग्लिश र नेपाली दुवै मन पर्ने कति जना हो, त्यसलाई हामी के भन्छौँ, इन्टरसेक्सन भन्छौँ। एन अफ एन इन्टरसेक्सन ई है त। यो कुराहरु हामीलाई के भनेको छ, फाइन्ड गर्नलाई भनेको छ। ओके, अब यो कुरा हेर्नुस् है, मैले के गरे, यो क्वेशन पढेर मैले बुझे कि के दिएको छ र के फाइन्ड गर्न भनेको छ। यदि लेक्चर 1 हजुरहरुले मिस गर्नु भएको छैन भने है, यदि लेक्चर 1 मिस गर्नु भएको छैन भने यो कुराहरु मैले कसरी लेखे त्यो कुरा चाहिँ पक्का 100% बुझिसक्नु भयो होला। यदि छैन भने चाहिँ एकचोटी लेक्चर 1 र लेक्चर 2 को डिस्क्रिप्सन लिंक डिस्क्रिप्सनमा छ, त्यो हेर्नु होला। हैन डाइरेक्ट यही देखि हेर्नुहुन्छ भने पनि केही छैन। हेर्नुस् है, यहाँ मैले के गरे, यहाँ एन अफ इन अ सर्वे अफ 180 स्टुडेन्ट भनेको छ अफ स्कुल। एउटा स्कुलमा हैन 180 जना स्टुडेन्ट छ हैन, जसलाई कि सर्वेमा लगिरहेको छ भने चाहिँ एन अफ यु। ओके, त यति गरेपछि हामीले के गर्यो, यसमा त्यसबाट पनि 45 जनालाई नेपाली सब्जेक्ट मात्र मन पर्छ, मात्र 60 जनालाई इंग्लिश सब्जेक्ट मात्र मन पर्छ, तर 15 जनालाई कुनै मनै पर्दैन, न इंग्लिश मन पर्छ न नेपाली मन पर्छ। यो दुईटा बाहेक अरु चाहिँ मन पर्छ हैन, अरु मन पर्छ पर्दैन थाहा भएन, तर यो दुईटाको चाहिँ मन पर्दैन। ओके, त त्यो हिसाबले हामीलाई के फाइन्ड गर्नलाई भनेको छ हैन, नम्बर अफ स्टुडेन्ट एटलिस्ट 1 एउटा न एउटा कि त नेपाली कि त इंग्लिश मन पर्ने त्यो कतिवटा स्टुडेन्ट छ हैन, कति जनालाई नेपाली मन पर्छ हैन, कति जनालाई इंग्लिश मन पर्छ। यहाँ हेर्नुस् है, पहिला के भन्छ 45 लाइक्स नेपाली मात्र मन पर्ने र नेपाली मन पर्ने धेरै फरक छ है। यो कुरामा ध्यान दिनु, नेपाली मात्र मन पर्ने र नेपाली मन पर्ने यो दुवैमा डिफरेन्ट। नेपाली मात्र मन पर्ने भनेको के हो, ओन्ली नेपाली, त्यसले नेपाली मात्र मन पर्छ के, अरु कुनै सब्जेक्टसम्म लिने देनी नै छैन के। तर नेपाली मन पर्नेले के हुन्छ, नेपाली त मन पर्छ तर अरु पनि मन पर्छ। ओके, सो त्यही भएर हामीले दिएको छ। त्यसपछि 4 नम्बरमा हामी 3 नम्बरमा इंग्लिश भनेको छ हैन, इंग्लिश लेखेको छ। 4 नम्बरमा के हुन्छ, नम्बर हु लाइक द स्टुडेन्ट ओन्ली 1 सब्जेक्ट, कि त नेपाली कि त इंग्लिश है त, कि त नेपाली कि त इंग्लिश, यो दुईटाबाट एउटा चाहिँ मन पर्छ। ओके, त्यसको लागि त्यसै गरी दुवै कि नेपाली र इंग्लिश दुवै मन पर्ने चाहिँ कति जना छ, त त्यसको लागि मैले के गरेको छु, यहाँ मैले यो चीज कुरा अब यो सिम्बोलिक फर्ममा लेखिसकेपछि अब सेम सिधा के गर्ने, हामीले यसरी एउटा भेन डायग्राम बनाउने। अब एक साइडमा के छ, नेपाली लेख्दियौ एन्ड अर्को साइडमा के लेख्दियौ, इंग्लिश लेख्दियौ। यो चाहिँ कुन सेट हो, युनिभर्सल सेट हो। ओके, अब सबभन्दा पहिला अब गिभनमा हेर्नुस् त, इन्टरसेक्सनको होल कम्प्लिमेन्ट दिएको छ। होल कम्प्लिमेन्ट भनेको के हो, यो एन र ई बाहेक जुन जति छ त्यसलाई नै के भन्छ, होल कम्प्लिमेन्ट। कति दिएको छ, 15 दिएको छ। डन। अब 15 दिएको छ भने चाहिँ हामी यो ए र बी निकाल्न सक्छ कि सक्दैन, मजाले सकिन्छ। के गर्ने, पुरै युनिभर्सबाट है, पुरै युनिभर्सबाट के गर्ने, यो होल कम्प्लिमेन्टलाई माइनस गरिदिने। त अब यहाँ हेर्नुस्, अब सल्भ गरेको मैले, यहाँ हेर्नुस् सोलुसन नाउ एन युनियन ई। अब एन युनियन पहिला के गर्ने, एन अफ यु भन्छ युनिभर्सबाट कति माइनस गर्ने, एन अफ एन युनियन ई को होल कम्प्लिमेन्ट हैन। मन पर्नेहरुबाट के गर्ने, मन नपर्नेलाई घटाइदिने। त कति हुन्छ, 180 छ हाम्रो, 180 माइनस कति हुन्छ, 50। अब कति बच्यो हेर्नुस् त, 180 माइनस 15 गर्यो भने 165। ओके, यो जुन 165 छ है, यो जुन 165 छ त्यसलाई के भन्छ, त्यसलाई एउटा न एउटा त मन पर्छ के, एउटा एटलिस्ट 1 त मन पर्छ, कि त नेपाली मन पर्छ कि त इंग्लिश मन पर्छ, तर मन चाहिँ पर्छ है त। यति गरिसकेपछि अब जाउँ एन फाइन्ड गर्नलाई। अब एन फाइन्ड गर्नको लागि सबभन्दा पहिला हाम्रो एन फाइन्ड गर्नको लागि कुनै पनि एउटा फिगर बनाइरहेको छु, एउटा साइडको सर्कल बनाइरहेको छु, एन को सर्कल। ओके, यसलाई एन मान्दियौ, अर्को यो इन्टरसेक्सन पनि छ है। ओके, ल अब यहाँको कुरा हामीलाई थाहा नभएपछि यहाँको कुरा त थाहा हुन्छ त हामीलाई, भन्नुस् त। अब यहाँको कुरा थाहा नभएपछि यहाँ कुरा हामीलाई थाहा हुन्छ, थाहा हुँदैन। त सबभन्दा पहिला के गर्ने, यहाँको इन्टरसेक्सन कुरा फाइन्ड गर्ने। त्यो इन्टरसेक्सन भनेको हामीले क्वेशन पनि सोधेकै छ, त इन्टरसेक्सन पहिला फाइन्ड गर्ने है त। अब जाउँ इन्टरसेक्सन फाइन्ड गर्नलाई। अब इन्टरसेक्सन फाइन्ड गर्नको लागि के हुन्छ, एन अफ एन इन्टरसेक्सन ई। अब इन्ट फाइन्ड गर्छ। अब सबभन्दा पहिला हेरौँ के दिएको छ हामीलाई, गिभनमा के दिएको छ, ओन्ली दिएको छ। यो कुरा पनि ध्यान दिनु है, गिभनमा हाम्रो ओन्ली दिएको छ भने त्यो हिसाबले हामी फर्मुला ल्याउनु हुन्छ। जब ओन्ली दिएको छ त के गर्ने, हाम्रो यो ओन्ली भयो, यो ओन्ली भयो है त। र यो जुन कुन छ युनियन छ, होल युनियन छ, त युनियनलाई के गर्ने, ओन्ली घटाइदिने युनियनबाट। त युनियनमा के छ, एन अफ
एन युनियन ई माइनस के गर्ने अब ओन्ली ओन्ली घटाइदिने एन अफ ओन्ली एन घटाइदिने माइनस एन अफ ओन्ली ई घटाइदिने यसले के हुन्छ यसले के बुझ्नुभयो हामीले यो जुन एन र ई को जुन छ यहाँ हेर्नुस् है यो ओरेन्ज कलरले जुन यो सेड गरिरहेको छु मैले यो एन र ई जुन पर्छ एन र ई दुवैमा पर्छ त्यसबाट मैले के गरे यो एन र यो ओन्ली एन र ओन्ली ई लाई घटाइदिएपछि हाम्रो के बच्यो हेर्नुस् त यो बच्यो कि बचेन यो मात्र बच्यो यो क्वेशन मार्क दिएको यो मात्र बच्यो यसलाई नै हामी के भन्छौं इन्टरसेक्सन भन्छौं यो यदि लेक्चर 1 मा मैले भनेको छु है अहिले पनि भन्दैछु यसलाई नै हामी के भन्छौं इन्टरसेक्सन भन्छौं सो अब हामीसँग भ्यालु छदै छ भने चाहिँ अब सल्भ गरौँ अब भ्यालु खाली पुट गर्ने के यो पत्ता लगाइसकेपछि अब भ्यालु पुट गर्ने युनियन कति छ 165 आएको छ हामीले निकालेको छौ 165 माइनस अब ओन्ली एन अफ अब यो ओन्ली ओन्ली कहाँबाट आयो त एन अफ ओन्ली कति छ एन अफ ओन्ली ई कति छ दुवैको भ्यालु कति छ 45 माइनस 45 छ हैन एन अफ ओन्ली एन को 45 अनि अर्को एन अफ ओन्ली ई को कति छ 60 छ त अब के गर्ने यसलाई घटाइदिने त 165 माइनस कति भयो 105 है त अब 105 घटायो भने कति हुन्छ 165 बाट 5 घटायो भने कति हुन्छ 60 हुन्छ ओके अब हाम्रो इन्टरसेक्सन पनि आइसक्यो हो अब इन्टरसेक्सन आइसकेपछि अब हामीले फाइन्ड गर्नुपर्ने के हुन्छ ओन्ली ओन्ली होस् या एन एन होस् जे पनि फाइन्ड गर्न हामी सक्छौं मजाले अब यहाँ हेर्नुस् है अबको कुरा अरे अब यो एन फाइन्ड गर्नु पर्यो भने के गर्ने योबाट यसलाई प्लस यसलाई पनि जोड्दिने त जुन यो यसलाई हामी के भन्छौं एन अफ एन इन्टरसेक्सन ई भन्छौं त जति बेला हामी एन र एन अफ एन इन्टरसेक्सन ई लाई जोड्दिन्छ त्यतिबेला हाम्रो के हुन्छ होल ई होल एन आउँछ त यही गर्ने हो सेम अहिले जे हामी यहाँ एक्जाम्पलमा लियो त्यही यहाँ पनि गर्ने एन अफ एन फाइन्ड गर्नु छ एन अफ नेपाली फाइन्ड गर्नु छ के भन्छ एन अफ ओन्ली एन प्लस एन अफ एन इन्टरसेक्सन ई अब एन अफ ओन्ली एन कति छ हाम्रो ओन्ली एन कति छ 60 छ त अब के 60 हैन 45 छ अनि 45 प्लस 60 60 के हो इन्टरसेक्सन यहाँ हेर्नुस् है हामीले इन्टरसेक्सन निकालेको छ कति निकालेको छ 60 त 60 लेख्नु त कति हुन्छ टोटल 105 कति भयो 105 जनालाई के छ 105 जनालाई के भन्छ नेपाली मन पर्छ ओके त्यसै गरी अब इंग्लिश मन पर्ने त एन अफ ई इंग्लिशमा पनि त त्यही गर्ने हो न एन अफ ओन्ली ई प्लस के गर्ने इन्टरसेक्सन गर्ने त एन इन्टरसेक्सन ई यति गरिसकेपछि एन अफ ओन्ली कति आएको छ हाम्रो 60 प्लस अर्को इन्टरसेक्सन कति छ हाम्रो 60 त दुवैलाई जोड्दियो भने कति हुन्छ 120 ओके यो भयो हैन त्यसपछि अब हामीले के फाइन्ड गर्नु भने चाहिँ बस यति फाइन्ड गर्न हुन्छ हेर्नुस् त हामी यो बुझिसके कि होल कम्प्लिमेन्ट के हो इन्टरसेक्सन के हो हैन युनियन के हो ओन्ली के हो त्यो सब हामी बुझिसकेपछि हेर्नुस् त कति छ त्यसैगरी अब यहाँ हेर्नुस् एउटा क्वेशन छुट्यो 4 नम्बरको क्वेशन सबभन्दा पहिला यो कति नम्बर क्वेशन यो 1 नम्बरको क्वेशन यो 5 नम्बरको क्वेशन 5 नम्बर क्वेशन यो 2 र 3 नम्बरको क्वेशन 2 नम्बर अर्को यो 3 नम्बर अर्को हाम्रो के हुन्छ 4 नम्बरको क्वेशन 4 नम्बरको क्वेशनमा के भन्छ ओन्ली 1 जति बेला हामी ओन्ली 1 गर्छौं त्यसै बेला हामी के भन्छौं एन सिमेट्रिक ई भनेर भन्छौं है त अब यसको फर्मुला के हो ओन्ली 1 जति बेला भन्छ त्यति बेला के हुन्छ ओन्ली लाई जोड्दिने एन अफ ओन्ली एन प्लस एन अफ ओन्ली ई यति गरिसकेपछि भयो सिद्धो अब मजाले गर्न सकिन्छ यस अब एन अफ ओन्ली कति छ 45 प्लस यो कति छ 60 अब जोड्यो भने कति हुन्छ 105 अनि 105 जना कति हो 105 जना सिमेट्रिक अब यही कुरालाई भेन डायग्राममा प्लट गरौँ यही कुरालाई के गर्ने अब भेन डायग्राममा प्लट गर्ने त कुन कुरा कुन हो अब हेर्नुस् है हामीले जुन सल्भ गरेको छ त्यो सल्भ गरेको प्रब्लम ठीक छ कि छैन त्यो कुरा पत्ता लगाउन पनि यहाँबाट सकिन्छ हामी भेन डायग्राम बनायो ओके यसलाई एन यसलाई ई यसलाई युनिभर्स ओके अब यहाँ हेर्नुस् सबभन्दा पहिला हामीलाई त 15 दिएकै छ जुन कि मनै नपर्ने त्यसबाट हामीले के गर्यो इन्टरसेक्सन निकाल्यो इन्टरसेक्सन कति निकाल्यो 60 निकाल्यो त हामी के गर्ने यो 60 यो बिचमा लेख्दिने जुन कि नेपालीले पनि मन पर्छ इंग्लिश पनि मन पर्छ जसलाई है त जसलाई नेपाली र इंग्लिश दुवै मन पर्छ त्यसैगरी हामीलाई ओन्ली पनि दिएको छ त नेपाली मन पर्ने मात्र कति हो 45 जना र इंग्लिश मन पर्ने मात्र कति हो 60 जना बस यो भन्दा बढी अरु केही गर्नु पर्दैन अब हामीले जुन फाइन्ड गर्यो जुन सोलुसन हामीले फाइन्ड गर्यो त्यो सही छ कि छैन त्यो कुरा पत्ता लगाउनलाई यो सबलाई जोडेर 180 आउँछ कि आउँदैन त्यो हेर्नुस् है
कति 180 आउँछ कि आउँदैन ल गर्नुस् त के हुन्छ 45 + 60 + 60 = 180 आयो कि आएन हेर्नुस् त +15 15 लाई पनि नछोड्नुस् है अब आयो 180 त्यसैगरी n of a union b सरी त्यसैगरी n union e पत्ता लगाउनु छ भने के गर्ने यो सबलाई यो तीनटैलाई जोड्दिने कति छ 45 + 60 + 60 गर्यो भने कति हुन्छ हेर्नुस् त 60 60 120 + 40 160 165 हेर्नुस् है अब हाम्रो आन्सर हेर्नुस् त 165 आको छ यस एक्ज्याक्टली आको छ है त टोटल हाम्रो कति छ 180 छ यस एक्ज्याक्टली हाम्रो क्वेशन यहाँ आइसक्यो 180 पनि आइसक्यो हेर्नुस् त भन्छ हामीले गरेको प्रब्लम के हो टोटली सल्भ ओके हाम्रो प्रब्लम के हो सल्भ यसरी नै यो के थियो यो कुन टाइपको क्वेशन थियो यो सिम्पल टाइपको क्वेशन थियो यो कुन टाइपको क्वेशन थियो सिम्पल टाइपको है त लेक्चर नम्बर 3 मा हामीले कुन टाइपको क्वेशन पढ्यौं सिम्पल टाइपको क्वेशन पढ्यौं अब हामी जुन नेक्स्ट लेक्चर 4 पढ्छौं त्यसमा के पढ्छौं पर्सेन्टेज खालको क्वेशन सोध्यो भने कसरी सल्भ गर्ने है त यो त सिम्पल खालको थियो त्यही भएर सल्भ गर्यो अब पर्सेन्टेज खालको क्वेशन छ भने कसरी गर्ने त्यो चाहिँ लेक्चर 4 मा पढ्छौं है त ओके सो थ्यांक यू फर टुडेज लेक्चर हैन अब हामी फेरि पनि भेट्ने छौं नेक्स्ट लेक्चरमा धन्यवाद